हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ यसरी। ए यहाँ दिदी हुनुहुन्छ। यसरी पछाडि सबैजना हुनुहुन्छ। घुम्न मन निस्केको तर पानी आएको साथीहरू, बाटो के कस्तो छ थाहा छैन। ल यसरी हामी बुटोल नयाँ गाउँदेखि सङ्गम उपकारमा समूहको टोली हामी यसरी घुम्न हिँडिरहेका छौँ साथीहरू। सबैजना यसरी बसिरहनु भएको छ। यसरी हाम्रो 3 दिनको भ्रमण हिँडिरहेको छौँ हामी। यहाँ मेरो बुढो त्यहाँ निदाजी गर्नुभयो तर निदाउनु भएन। घुमघाम गर्ने। ल है हामीले काँक्रा खान लाछौँ। तितो जा मिठो मिठो आइज, तितो जा मिठो मिठो आइज। यस्तो गर्नुभयो कि नै? हामीले काँक्रा खान्छौँ। सानोले नाइटो खान्थ्यो मजै। हामी पाल्पा बस पारेको आइपुग्नलाई थालीमा अब नाइटो खान्थ्यौँ हामी सानो। लोकल काँक्रा पाल्पाको स्याट स्याट काटिन्छन्। काँक्राको चिला झै भन्छन् नि, यही हो काँक्राको चिला। यस्तो राम्रो छ लोकल काँक्रा साथी, खाने भए आउनु है। हाम्रो नुन खुर्सानी अर्ग्यानिक। कता कता हो हामी बतासे डाँडा आइपुग्यो सल्लाहघारीमा साथी हो। साथी हामी वामी टक्सार पनि आइपुग्यौँ। भर्खरै यहाँ यस्तो राम्रो मकै भइरहेको रहेछ। वामी टक्सारको बजारी ल हेर्नु, नआएको साथीले हेर्ने, आएको त देखिसक्नु भयो। राम्रो रहेछ नि त यहाँ त। ठाउँको नाम सुनेको थियौँ, साँच्चै चाहिँ आइपुग्यौँ है हामी वामी टक्सार पनि। बुर्तिबाङको बजार यतातिर रहेछ। आइपुग्यो। अब ढोरपाटन पुग्न यहाँदेखि लगभग 3 घन्टा लाग्छ अरे साथी हो। अब साँझै त होला पुग्यो नि। जे होस् राम्रो रहेछ बुर्तिबाङको ठाउँ पनि।
यसरी हामी सबैजना यसरी बस्छौँ कोही मेन बुर्तिबाङको बजार सुरु भयो बुर्तिबाङको बजार सर हिँड्दैछौँ साथीहरू यस्तो राम्रो रहेछ बुर्तिबाङको बजार त ठुलो रहेछ नि त यस्तो रहेछ गल्ली गल्ली ठुलो राम्रो रहेछ नि त बजार धेरै ठुलो रहेछ नि त धेरै ठुलो रहेछ दिदी होइन यो बुर्तिबाङको बजार पनि राम्रो रहेछ त यहाँ त ठाउँ त हो न दाइ जग्गा हो ए हो र ए काठमाडौँ भन्दा पनि महँगो छ अरे साथी हो बुर्तिबाङमा त जग्गा पनि अझै पनि सिद्धेन बुर्तिबाङको बजार खै कहाँ रहेछ त्यही नानी है साथीहरू यहाँदेखि ढोरपाटनै हार्दिक स्वागत गर्दछौँ भने गेट पनि आयो ल छिर्यौँ हामी ढोरपाटनतिर पाटनको सामु यस्तो यो खोलान रहेछ मजाको बाटो बन्द छ गर्मीले गर्दा पौडी खेलिरहेछन् बुर्तिबाङको खोला सरर गर्मीमा चिसो चिसो भन्दा पनि महँगो जग्गा भयो साथीहरू ढोरपाटन आउँदा आउँदै बाटोमा त यस्तो पहिरो खसेको रहेछ अनि यसरी यहाँ यस्तो छ बाटो जाम भएर हामीले यहाँ यहीँ रोकिएछौँ अब कति बेरसम्म रोकिनु पर्ने थाहा छैन माथि दोजर त चलिरहेछ अब यस्तो भयो बाटोमा बिजोग भयो अब आधा घन्टा 1 घन्टा कति रोकिनु पर्ने हो माटो त फालिरहेछ नि तर के हो नि यहाँ यस्तो ठाउँ त यस्तो मजाको यस्तो राम्रो रहेछ बिस्तारै हामी आएको गाडी यहाँ यस्तै छ ड्राइभर दाइले यहाँ के भनेर हातको भाउ लाउनु भयो मेरो बुढो यहाँ यस्तरी उभिनु भयो हिरो पल्टेर यस्तो छ यो साथी हो अब कति बेलामा पुगिन्छ ढोरपाटन थाहा छैन ल साथी हो सबै चिलबिल परे यहाँ बाटो बन्द भएर तल पनि स्कर्पियो नि यतै रोकिएछ यहाँ हाम्रो साथीहरू बाटो बन्द भएको यहाँ के खोज्न गहन के अरे त्यसलाई के भन्छन् अरे ए भुइँका फल खै बाबु एलिस
खै खै देखाउनु त तर मिठो छ यो भुइँ काफल भनेर को कोलाई थाहा छ यो साथी हेर्नु स्ट्रबेरी जस्तो भुइँ काफल तर मिठो भाइ खाँदा मिठो छ त्यही सानो स्ट्रबेरी हो यो त बास्कन काफलकै छ खानु त यस्तरी हामी यहाँ खाँदैछौँ यस्तो यो काफलको बासना तर यो सानो स्ट्रबेरी जस्तो छ है साथी हो ठ्याक्कै सेम स्ट्रबेरीको छ हाम्रो साथीहरू जति यसरी बस्छन् बाटो ब्लक भएर जाडो हुन लाग्यो जाडो यता त एकदम चिसो रहेछ अब वहाँ माथि पुग्दा के हुन्छ जाडो भएको छैन चिसो मात्र भएको यस्तरी छेउछेउमा पुरै तिरेर पर बस्छन् साथीहरू जति यो कुहिरो हो भाइ यस्तो जाडो महिना भने यस्तो कुहिरो लाग्छ यहाँ त यति राम्रो ठाउँ छ चिसो जङ्गल एरिया फाइनली साथी हामी ढोरपाटन आइपुग्यौँ यही ढोरपाटनको गेट यहाँ यस्तरी हामी यहाँ आइसक्यौँ सबै साथीहरू त्यता हुनुहुन्छ है ल यही हो ढोरपाटनको हामी आउँदाखेरिको यो भ्यू पुरै कुहिरो लागेर यस्तो चिसो चिसो मौसम एकदम चिसो छ यहाँ ए ढोरपाटन भनेर यस्तरी यहाँ लेखेर टाँसेको रहेछ हाम्रो टोलीहरू यहाँ फोटो खिचिराख्नु भएको छ यस्तो कुहिरो लाएर यस्तो छ मौसम साथीहरू यहाँ ढोरपाटनमा यही हो हाम्रो गाडी यता छ यिनीहरूले हामी सामुदायिक होम स्टेमा आइपुग्यौँ है साथी हो ल हेर्नु यस्तो रहेछ ए यस्तो छ भन्ने त रहेन छ राम्रै रहेछ यी हाम्रो टोली यहाँ झरेर यसरी बसेछौँ नि यही यो साथीहरू जाडो चाहिँ छ है बेसरी साथीहरू हाम्रो यहाँ ढोरपाटनको रमाइलो यस्तो छ साथीलाई हेर्नु यहाँ चिसो ठाउँमा आगो बालेर फुल इन्जोय गरिरहेको छ हामी सबैले साथ सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यस्तो छ खतरनाक डान्स हुँदैछ खतरनाक डान्स हुँदैछ यहाँ बुढाबुढीको नाच हुँदैछ